भ्रमणको विषयमा चाहिँ सबैजना सदस्यहरूले अब कोही अध्यक्ष उपाध्यक्ष भन्दा पनि हामी सबैजना सदस्य उहाँले पालना गर्नुपर्ने नियम र नीतिहरूमा अवलोकन भ्रमण उपसमितिले जारी गरेको खाना खाजाको समयमा उपस्थिति नभइकन जारी गरेको समयलाई पालना गर्ने र अन्यमा जारी गरेको समयमा उपस्थिति नभएमा सदस्य छुट्न गएमा उपसमिति जवाबदेही हुने छैन भनेर बुझ्नुभयो। उपसमितिले जारी गरेको समयमा खाना खाजा खाने र त्यो समयमा सदस्यहरू अब भनेको होटलमा नबसिकन अरू होटलमा गएर बसेर खाइपी गरेर समयभन्दा यता दायाँ बायाँ भयो भने चाहिँ छुट्न गएमा चाहिँ उपसमिति जवाबदेही छैन। अनावश्यक रूपबाट हल्ला गर्ने गरी कुनै पनि किसिमको अनैतिक गतिविधि गर्ने गराएमा र त्यस्ता व्यक्तिलाई भ्रमण उपसमितिले सम्झाइ बुझाइ गर्नेछ। यदि अध्ययन गरी पुनः स्वीकार्य गरेमा संस्थाको साधारण सदस्यबाट निष्कासन समेत गर्ने सदस्यबाट निष्कासन गर्ने बाध्य हुनेछ। यो पावरहरूले भर्खर नियम पालना गरी कुनै पनि किसिमको अनियमित तथा अप्रिय घटना हुन नदिन संस्थाका सबै सदस्यहरूले आफ्नो अहम जिम्मेवारीका साथ कोषको भ्रमण सक्रिय र भव्य रूपबाट सफल र मैत्रीपूर्ण भूमिकाले पालना गर्नेछन् भन्दै भ्रमण उपसमितिले अवलोकन भ्रमणको शुभकामना व्यक्त गर्दै र तपाईँहरूले न्युज सुनिहाल्नु भ्रमण उपसमितिले भ्रमण उपसमितिले गरेको यो नियम सबैले पालना गर्नुहोला र यो नियम विपरीत कसरी जानुभयो भने तपाईँहरू कोही पनि कोषको समस्या रहनुहुन्न त्यसबाट तपाईँ आजको निमित्तबाट हामी 4 बजे ढुङ्गाबाट हिँडिहालेको छ करेक्ट टाइममा हिँड्छौँ। 7 बजे दाउरा खटेर खाजा र नास्ता खाने समय 30 मिनट। फेरि हामी नेपालीहरू एउटा टाइम चाहिँ 11-12 लेखेको छ। हामी 11-12 बिचमा 11 र 12 बजेसम्ममा जिन्दगीमा खाना खाने समय 1 घन्टा। त्यसपछि भनेको हामी त्यो बिचमा सबै घुमेर हाम्रो आजको सुत्ने 5 बजे गन्तव्य चाहिँ नगरकोटमा हुन्छ। त्यसपछि भोलि 2082 7 महिना 22 गते नगरकोटमा नास्ता गर्नेछौँ बिहान 7 बजे। नगरकोटबाट भक्तपुर घुमेर भक्तपुरबाटै बिहानको खाना खाने भक्तपुरको एकदम सबै पर्यटकीय स्थलहरू घुम्ने र त्यसपछि नगरकोटबाट भक्तपुर घुमेर भक्तपुरमा नै बिहानको खाना खाने र त्यसपछि भक्तपुर लागिसकेपछि त्यसपछि हामीले काठमाडौँका दरबार हनुमान ढोका सुन्दारा बसन्त के हुँदैछ दाजुहरू स्याउली बजार आएर यो पुरै स्याउली बजार हामी यति बेला स्याउली बजारमा उपस्थित छौँ है। पुरै आलुचप समोसा खाएर टक्क पेट पूजा गरेर अब लाइटिङ ग्लास हान्नु पर्यो। CR7 रोनाल्डो फ्यान पुरै रोनाल्डो फ्यान हो नि जानु बस्नु मामा गाडी आयो मामा गाडी होला गाडी पुतुरी हाउ पुतुरी लाऊ कति भयो उडाइले डाक्न आएको टोली निस्किम ढिलो भइसक्यो टोलीले दायाँ मुड्ला दायाँ मुड्नु पर्ने अवस्था आइसक्यो ल क्यास भइसक्यो लाइभ भइरहेको कि लाइभ होइन भिडियो मात्रै हो
भोलि पौडा खाकिन डराएको के हो अङ्कल अहिले लन्डन बिहान समाचार तरकारीले लन्डन हुनुहुन्छ आलु आमामा टन्नै खाएको त हामीले चाहिँ केटाहरूले आलु चाहिँ भ्याएकै छैन त्यो त हेरेर पुरै काट्नु परिहाल्यो नि मजा भइरहेको होइन खान्छु मजा आइरहेको होइन त मामा ठिक छ होइन मामा छेउमा हेर राम्रै छ बादल मसाला मेरो त घर छैन दिलमा मसाला बादल छेउमा हेर राम्रै छ बादल पानको मसाला मेरो त घर छैन दिलमा मसाला मेरो त घर छैन गीत मैले गाएको हो त्यही बादलु हेर्नलाई आएको हो मेरो त गएको छु ए बादलु हेर्नलाई आएको छु पानको पसला मेरो त दिलमा पसला पुरानो पुलाका रानी खाइयो अगाडि सेलाका रङको पसला छैन दिलमा मसाला मैलानी बेलाका हामी खाइयो बाहिरहरू सेलाका रङको पसला मेरो त घर छैन दिलमा मसाला मेरो त घर छैन अरू बुढो सबै नि सेलाको बाजी हो के यस्तो के बाजी हो यो बाजी सुरु भयो हावाले फेरि यहाँ फेरि बेल त्यत्तिकै बाजी परेर खाएँ अलिक बढी भएर हो त्यो पानी तर पानी चाहिँ अघि ल तिनचोटि खसी पनि ढल्छ हौ ढले
चेन्ज भयो है हो बवाल के विरोधहरू हामी यति बेला गौरी मन्दिर आइपुगेका छौँ। लय 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 के भयो रे भिडियो त हुनु पऱ्यो नि सिन्धुली गाडी ल साढे भयो कति बजी पाउने पुरै लास्टमा हिरोको एन्ट्री हो नआउँदा आगे सामना थोड़ा लाजो सुनने वाले देखे निकाला आगे सामना थोड़ा लाजो गाता
भाइ सरी दादा हाम्रो डेस्टिनेसन चेन्ज भयो है भाइ सुन्यो भने हजार दिए आइहाल्छ